आज अनियन ग्रेभी बनाऊ है त। अनियन ग्रेभी धेरैजसो करीहरूमा प्रयोग हुने ग्रेभी मध्ये एक हो। यहाँ मैले 20 केजी जति अनियन लिएको छु, स्लाइस कट गरेको अनियन। प्रत्येक 10 केजीलाई 1 लिटर जति तेलको मेजरिङ गरेको छु भने 20 केजीको लागि 2 लिटर जति तेल तताएर त्यसमा मैले जिरा फ्राई गरेको छु र तुरुन्तै मैले स्लाइस काटिएको प्याजलाई पनि फ्राई गर्दछु। कम्तीमा पनि 45 मिनटदेखि 1 घण्टासम्म मैले अनियनलाई फ्राई गर्नेछु। अनियन छिट्टै गलोस् भन्नको लागि मैले थोरै नुन पनि राखेर फ्राई गरेको छु। यसरी फ्राई गर्दा तपाईले छोप्दै चलाउँदै गर्न पनि सक्नुहुन्छ। छोप्दै फ्राई गर्दा फेरि प्याज छिटो गल्ने हुँदा फेरि तपाईलाई प्याज फ्राई गर्न सजिलो हुन्छ। लगभग 60 मिनट फ्राई गरिसकेपछि मैले 2 डाडु जति जिन्जर गार्लिकको पेस्ट र आधा डाडु जति बेसार राखेर पुनः 10-15 मिनट फ्राई गर्दछु। जब बेसार र जिन्जर गार्लिक पेस्टको काँचो फ्लेभर जान्छ तब मैले 2-3 टमाटो राख्दछु। यहाँ हामीसँग चाहिँ चप टमाटो उपलब्ध हुन्छ। यो 1 टिन टमाटोमा 2.5 केजीको हुन्छ। त्यस्तै गरी प्रत्येक 10 केजीलाई 1 टिन टमाटोको मेजरिङ छ। त्यस्तै गरी टमाटो चप टमाटो राखिसकेपछि मैले प्रत्येक 10 केजीलाई 1 डाडु टमाटो प्युरी पनि मेजरिङ गरेर राखिसकेको छु। यसरी टमाटो र टमाटो प्युरी राखेपछि पुनः मैले यसलाई 15-20 मिनट पकाउँछु। तपाईले मसला टमाटो सँगसँगै राख्न पनि सक्नुहुन्छ, पछि राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ मसला अब ग्रेभी तयार हुने बेला भयो भनेपछि राख्छु, किनकि मसला राखेपछि ग्रेभी चाहिँ छिटो पिँधमा लाग्ने र डढ्ने सम्भावना धेरै हुने हुँदा फेरि मसला चाहिँ मैले लगभग अन्ततिर राख्दछु। यहाँ मैले आवश्यकता अनुसारले किचन चम्चाको 1 चम्चा जति कश्मिरी रेड चिली पाउडर, 1 चम्चा जति जिरा पाउडर, 1.5 चम्चा धनिया पाउडर, 1 चम्चा किचन किङ राखेर पुनः यसलाई मैले 10-15 मिनट पकाउँछु र अन्तमा थोरै कोरिएन्डर र आधा चम्चा जति गरम मसला राखेर यसलाई मैले ब्लेन्ड गर्नेछु। जब ग्रेभीले रोगन छोड्छ तब यो ब्लेन्ड गर्नको लागि रेडी भएको भनेर हामीले सम्झाउनु पर्छ। यहाँ ग्रेभीले रोगन छोडिसकेको छ, तसर्थ मैले यसलाई एकदमै फाइन हुने गरेर ब्लेन्ड गर्छु र अर्को भाँडोमा अर्को बाल्टीमा खन्याएर राख्नेछु। यसरी बनाएको ग्रेभी तपाईले फ्रिजमा 1 हप्तासम्म चलाउन सक्नुहुन्छ भने फ्रोजनमा राखेर चाहिँ तपाईले 2-3 महिनासम्म सहजै प्रयोग गर्न सक्नुहुन्छ। तर हामीले ग्रेभीलाई फ्रिज अथवा फ्रोजनमा राख्दा ग्रेभी राम्रोसँग सेलाएको हुनुपर्दछ। ठुला रेस्टुरेन्टहरूमा यसरी एकै पटकमा धेरै मात्रामा ग्रेभी बनाउने र फ्रिजमा अथवा फ्रोजनमा राखेर करीहरू बनाउँदा प्रयोग गर्ने गरिन्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट र सेयर गर्न भने नबिर्सनुहोला र यो भिडियो पुरा हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।